दुर्गा दाइ यसपालिको वर्ल्ड कपमा कसलाई सपोर्ट गर्दिनुहुन्छ तपाईँले? मैले कसैलाई पनि गर्दिनँ। अब हाम्रा केटाले खेल्दैनन्, अर्काले खेलेको के होइन। काकालाई बेल पाएको हर्सन बिर्खिसबाट अब उसले वर्ल्ड कपले उ गर्छ। यहाँ मैले जर्सी लगाएर के गर्नु? होइन यहाँ खुट्टा मलाई त एकछिन मलाई त्यतातिर इन्ट्रेस्टै छैन। किनभने हाम्रा स्टुडेन्टहरूले हाम्रा खेलाडीहरूले त्यहाँ पुगेर खेलेको भए पो ओहो भन्नु। अब उहाँ खेल्छ ब्राजिलकोले स्टकोट लाउँछ नि यहाँ, अनि हुन्छ ल भन्नु न। कुरा भन्नु होइन। नेपाललाई विश्वकपमा लानलाई चाहिँ के गर्नुपर्छ? के हो भाइ? उहाँ एउटाले मासु र भात खान्छ, एउटाले यहाँ स्वाद गरे जस्तो। त्यो के हुन्छ त? के फाइदा छ? एउटा क्रिकेटको सिजन आउँछ, क्रिकेट बोकेर कुदिएको छ नि यहाँ केटा नि, अनि नेता पनि सर्टकोट लगाएर बस्या हुन्छन् त। अलिक दिन प्रधानमन्त्री जरीकोट लगाएर आउँछन् है, केही आउँछन् नि। मेरो अन्तिम प्रश्न, अब तपाईँ त प्रमाण देखाउनमा माहिर, तपाईँका ती प्रमाणहरू त्यो कुनामा थन्काउनु भन्दा गृहमन्त्रीलाई दिएर सहयोग गर्न मिल्दैन?